नमस्कार, सेवाहरू सम्पूर्णमा आशा छ यहाँहरू एकदमै आराम कुशलै हुनुहुन्छ, आफ्नो आफ्नो कार्यमा व्यस्त हुनुहुन्छ होला। मैले आज निकै नै राम्रो सिर्जना जुन चाहिँ हामी सबैको जीवनमा कहीँ न कहीँ मिल्न जान्छ, यो सिर्जनाको सर्जक हुनुहुन्छ अतीत देवान र उहाँले मलाई 2025मा नै आफ्नो सिर्जना पठाएर रिक्वेस्ट गर्नुभएको थियो। यो धेरै क्रमबद्ध हुने क्रममा उहाँ अलिकति ब्याक पर्नुभएको रहेछ, त्यसको लागि एकदमै क्षमा प्रार्थी छु अतीतजी। र तपाईँको सिर्जना आज म यहाँहरू सम्पूर्णको लागि लिएर उपस्थित भएकी छु र उहाँसम्म पुर्याइदिनु होला भनेर अनुरोध पनि गर्न चाहन्छु। उहाँको सिर्जना यसरी सुरु हुन्छ। 28 काठी 30 लागि अझै लाग्छ जवानी छु। 28 काठी 30 लागि अझै लाग्छ जवानी छु। कति सही दुःख सुख अलिकति अभागी छु। दोषहरू मेरै थियो अभागीको कर्मै खोटो। दोषहरू मेरै थियो अभागीको कर्मै खोटो। भाग्य लेख्ने विधाताले लेखे हुन्थ्यो आयु छोटो। के गरेर बुझाउनु मन झरेको पात चाहिँ भो जीवन। के गरेर बुझाउनु यो मन झरेको पात चाहिँ भो जीवन। हावासँगै उडु लाग्छ कहाँ होला त्यसको दोबान। हावासँगै उडु लाग्छ कहाँ होला त्यसको दोबान। आएपछि जानै पर्ने रीत हो हजुर यो संसारको। आएपछि जानै पर्ने रीत हो हजुर यो संसारको। जिउनु पनि अझै कति पृथ्वीको भार झै भयो। जिउनु पनि अझै कति पृथ्वीको भार झै भयो। 28 काठी 30 लागे अझै लाग्छ जवानी छु। कति सहे दुःख सुख अलिकति अभागी छु। कति सहे दुःख सुख अलिकति अभागी छु। पढ्दा पढ्दै कहीँ कतै एउटा उहाँको त्यो लेखले मन छुन पुग्यो र हजुरलाई कस्तो लाग्यो अनि कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ